गभर्मेन्ट ट्र्याकिङ 5 इयर्स जर्नी सिरिज 1 मा पुनः स्वागत छ। आजका केही ठूला र महत्त्वपूर्ण अपडेटहरू आएका छन्। सबैभन्दा पहिले प्रधानमन्त्री बालेन्द्र शाहले 2 जना नयाँ मन्त्री सिफारिस गरेका छन्। रामजी यादवलाई श्रम मन्त्रालय र गौरी कुमारी यादवलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीका लागि अघि सारिएको छ। त्यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै देशलाई विभाजन होइन, एकता र सहकार्यका साथ अघि बढाउनुपर्ने स्पष्ट सन्देश दिएका छन्। अर्को अपडेट, नेपाल टेलिकमले मोबाइल सेवामा नयाँ सब्स्क्रिप्सन मोडल सुरु गरेको छ। अब प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार प्याकेज एक्टिभ वा डिएक्टिभ गर्न सक्नेछन्। बारम्बार रिचार्ज गर्ने झन्झट अब कम हुने भएको छ। स्वास्थ्य क्षेत्रमा पनि सकारात्मक परिवर्तन। अब देशभरका अस्पतालहरूमा आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने व्यवस्था लागू गरिएको छ। आजका लागि यति नै ठूला अपडेटहरू। अर्को एपिसोडमा फेरि नयाँ विकाससँग भेटौँला। स्टे ट्युन्ड।